सन्दीप लामिछाने खेल्ने बिपिएलको त्यो हाम्रो राजशाही वारियर्सको टिममा उनको टिम पार्टनर को रहेको छ भनेर अब विस्तृत रूपमा जानौँ। उनी पाकिस्तानका सुपरस्टार साहिबजादा फरहानसित टिम पार्टनर हुने भएका छन्। पाकिस्तानका सुपरस्टार साहिबजादा फरहान भन्ने बित्तिकै तपाईँले के गर्नुहुन्छ भन्दा बुमराको हेडेक भनेर बुझ्नुहोस्। एसिया कपमा कसरी उनले बुमरा विरुद्ध हानेका थिए त सबैलाई थाहा भएकै कुरो हो। अनि त्यसपछि मोहम्मद नवाज पाकिस्तानकै खेलाडी मोहम्मद नवाज जुन टी20मा त उनी स्क्वाडमा जहिले पनि रहन्छन् मोहम्मद नवाज। अनि त्यसपछि बङ्गलादेशकै सुपरस्टार लिटन कुमार दास जुन बङ्गलादेश क्रिकेट नेसनल टिमलाई पनि क्याप्टेन्सी गरेर हिँडेकै हुन्छन्। अनि त्यो टिमलाई पनि क्याप्टेन्सी गर्दैछन्। लिटन कुमार दाससित खेल्न पाउनु भनेको त होइन, तर पनि लिटन कुमार दास भनेको कस्तो प्रकारको खेलाडी भन्दा उनले एसिया कपमा नखेल्दाखेरि बङ्गलादेशले कसरी हारेको थियो, कसरी त्यो टुर्नामेन्टबाट बाहिरिएको थियो त सबैलाई थाहा भएकै कुरो हो। लिटन कुमार दास इन्जरीबाट उनी बाहिरिएका थिए, त्यसै कारणले गर्दा उनको टिमले राम्रो गर्न सकेन। अनि त्यसपछि उनीसँग बङ्गलादेशकै स्टार खेलाडी मुस्तफिजुर रहिम रहेका छन्। मुस्तफिजुर रहिम जो उमेरले त अलि बुढो भइसके तर पनि उनको पर्फर्मेन्स कहिले पनि बुढो हुँदैन। हुन्छ भनिन्छ कि उमेर बुढो भयो भने पर्फर्मेन्स कहिले बुढो हुँदैन भनेर। अनि लास्ट नट लिस्ट भनेको जिमी निसान जुन पोखरा इभेन्ट्सबाट एनपिएल खेलिसकेका छन्, जनकपुर बोल्सबाट एनपिएल खेलिसकेका छन्। उनको टिम पार्टनर उनले पनि सन्दीपले जिमी निसामलाई आउट गरिसकेका छन् भने उनको टिम पार्टनर जिमी निसाम पनि हुने भएका छन्। यो हाम्रो लागि एकदमै खुसीको खबर हो। र अब खुसीको सीमा छ, सन्दीपलाई फ्रेन्चाइज क्रिकेटबाट अब खेल्न कसैले रोक्न नि हुँदैन। अब सन्दीप फ्रेन्चाइजमा फर्किएका छन्। बङ्गलादेश अक्सनमा त के भयो त थाहा भएन, तर पनि अहिले डाइरेक्ट साइनिङ मार्फत उनले लिएका छन्।